हरे कृष्ण सबैजनालाई न्यू भ्लगमा स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। टाइटल हेरेर थाहा पाइसक्नु भएको होला केमा भन्दैछ भिडियो भनेर। अब भिडियो सुरु गरौँ, सबैजना इन्जोय गर्नुहोला। हाम्रो बज्जु के अरे तिलकुरो पिस्दै हुनुहुन्छ तेल पेल्नको लागि। बिहान बिहान उठेर ओखल खाली छ कि नै भनेर हेर्न आएको छु तेल पेल्नको लागि। ओखल त खाली छ, वाहरू चाहिँ राख्नु पर्यो यहाँ दाउराहरू। कोही नपेल्नु, अहिले वाह यहाँ राखेको छ ढुङ्गा, हामी पेल्छौँ भनेर राखेको ढुङ्गा ओखलमा। अहिले आएर फेरि तेल पेल्ने हो। बज्जूले चाहिँ ओखलमा ताल कुर्न सुरु गरिसक्नु भएको छ। उता साइडतिर तिलकुरो सुकाएको छ, यसलाई पनि कुट्ने हो। तिलकुरो र ताल कुटिसकेपछि अहिले ठुलो मम्मीहरूलाई बोलाउन जान्छु। ठुलो मम्मीहरू जेठु बज्जू सबैजना सहयोग गर्नको लागि आइसक्नु भएको छ। यसमा चाहिँ कुट्दाखेरि तातो पानी हालेको हुन्छ, त्यसैले पानी नितार्दै हुनुहुन्छ मिच्दै मिच्दै। राम्रोसँग मिच्यो भने अनि बल्ल तेल निस्कन्छ। मिचिसकेर सबैजना तेल पेर्न सुरु गरिसक्नु भएको छ। बोल्नु न, केही भन्नु मम्मीहरूलाई। तेल पेलै छ गाउँघरमा यसरी मिलेर सबै आउनुभयो। यस्तो मेहनत तिलकुरो बाँस दल्दछौँ, छकले स्याउला जाँदा दिउँसो घरै गए त ओखर फुटाल्दा हो। त्यही भएर यति फुटा ल्याउ कगेरा भनेको यो है, फुटा ल्याउ किलो धार देखा यो हाम्रो सत्य हो अगाडि दिएको जति भन त पन काठमाडौँ गयो त पन बस्यौ त पन ताजा तेल हो यो। कोही पुग्दैन, पछि यही खानु हुने हो, पछि यहीँ आउनु हुने हो, आउँदै बसेर हुने हो। जति गरे पनि आफ्नो ज्वरो फर्किलोको जाऊ पनि यही हो आफ्नो ज्वरो थाहा छ। यही भूमि आफ्नो ज्वरम भूमि अरे सकियो। अब बट्टामा तेल हाल्न सुरु गरिसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। प्योर अर्ग्यानिक गाउँको तेल पेलिसकेपछि लास्टमा रोटी मिचेको होइन, यो खानाको लागि बज्जू मुच्दै हुनुहुन्छ। यहाँ सबैजना बटारे खाँदै हुनुहुन्छ, मम्मीहरू बज्जू। हजुर यहाँ देखिनुहुन्छ, बोल्नु केही मनिषा पनि हेर बिस्कुट बटारे ल अब खानु यो सबै। मेरो यति आएको छ यो बट्टाको, भरिन चाहिँ हल्का कमै छ। यो पिनार पाण्डु दिनको लागि मकै फलिरहेछ। यो नासु होइन बज्जू, हाम्रो बज्जू यहाँ मोबाइल चलाएर बसिरहनु भएको छ। यता भाउजू मोबाइल चलाएर बसिरहनु भएको छ। मैले चाहिँ यता मकै कुट्न सुरु गरेँ। कुटेर सिकिसकेको छ। यहाँ बज्जू निफल्दै हुनुहुन्छ मकै। यता बाजे काठमाडौँ लिनको लागि काट्नुहुन्छ है।
भयो भनेर बाजेले फेरि उखु काटेर ल्याउनु भएको छ। अरूले सोध्दै खाँदै गर्ने भए मेरो नातिनीको आज आज अब पठाइदिउँ भारी गोरुमा आउँछु गाडी पर टाढा छ के गरौँ मेरो नाति के गर्नु गाह्रो उहाँको छाडिकन बाजिने भएका घाटमा मुना सुक्न पछि पठाइदिन न माल्टा यो सिस्टर खाने यति जानु पर्ला के अरे मेना मुझे जाउँ न त गाडीको पाडा कता त्यति हुँदैन कता गर्नु बाजेहरू सामान प्याक गर्दै हुन्छ काठमाडौँ भोलि लग्नको लागि तयारी हुँदैछ। अरू के बज्जू मार्सियाको खाजा बनाउँदै हुनुहुन्छ, हाल्दै हुनुहुन्छ। मलाई यदि गर्न गर्दैछौँ बा राम्रो कुरा हो पसिना निकाल्छ भयो अनि त गर्मीले म यो कुरा दुई दुबर समस्या भइरह यस्तो हुन्छ, यस्तो मेहनत गर्नुपर्छ खानालाई मिठै क्या यत्रो मिहिनेत गरेर भोलि भविष्यको लागि राम्रो लक्ष्य जानु पर्यो राम्रो लक्ष्य गरेपछि हामीले लगाएको सजिलो खाइनु खाइकन त मलाई लाग्यो यत्रो नारी छोड्नु लागि भविष्यको लागि सुधार गर्नु हामीले पढाएको खाएको नास्ता पानी बनाएको हो कि नै सर हो एकदम ठुलो सर्वनाम बोल्नु हुँदैन क्या सर पढेर आमा गोडामा हरियो हरियो हुनु पर्यो ठिक छ एकदम यो हाम्रो अर्गानिक चिज अर्ग्यानिक चिज खानु पर्यो नासो भइसक्यो पाहाडमा आफ्नो उत्पादन गरेर कृषिबाट हामीले कत्रो गरेर उत्पादन गरिकन बनाएको चिज हाम्रो चिज अर्गानिक चिज त्यसमा चिलकुडी हालेको छ अर्गानिक चिज हो अर्ग्यानिक चिज मासु भुटेको चाहिँ बाहिरको खानुभन्दा बजारको यो एकदम राम्रो हो यो मेहनत गर्नु भएको छ एकदम राम्रो लाग्यो ठिक छ लानको लागि सामान रेडी भइसकेको छ। अब भोलि लगाएर टक्क जाने। मोबाइल हेर्दै हुनुहुन्छ, फेरि मोबाइलको धुनमा बाजे चाहिँ यहाँ तयार चट्ट मोबाइल हेर्दै बाजु बिनी टिकटक बनाउँदै थिए बाजु। जानुको लागि सबै सामान रेडी भइसक्यो। अब गाडीहरू यहाँ जाँदैछौँ। आज लास्ट दिन नराम्रो लागिरहेछ, तर के गर्नु जानुपर्छ होइन। अहिले चाहिँ म र बहिनी छौँ है। यति नै, लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नुहोला। अर्को न्यू भिडियोमा चाहिँ बाजुरादेखि काठमाडौँसम्म पुग्दासम्मको न्यू भ्लग फेरि पनि हाल्नेछौँ, वेट गर्नुहोला। सो सबैजनाले इन्जोय गर्नुभयो भन्ने आशा गर्दछु। सबैजनालाई हरे कृष्ण, बाई बाई।